आज म जर्मनी आएको ठ्याक्कै 1 महिना भएको छ र मैले जर्मनी आइसकेपछि के गरेँ र हजुरहरू पनि जर्मनी आइसकेपछि पहिलो महिना के गर्ने, के डकुमेन्ट बनाउने, कहाँ जाने भन्ने कुरा यस भिडियोमा म बताउने छु। त्यसैले भिडियोलाई लास्टसम्म हेर्नु होला र यदि हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नु होला र शेयर गर्न नभुल्नु होला। जर्मनी छिरिसकेपछि सबभन्दा सुरुमा गर्ने भनेको हजुरहरूले डोइचल्यान्ड टिकट एक्टिभेट, किनकि जर्मनीमा ट्राभल धेरै महँगो छ। विदाउट डोइचल्यान्ड टिकट हजुरहरूको एक ठाउँदेखि अर्को ठाउँ जाँदा उत्तिखेरै पैसा सिद्धिन्छ। त्यसैले सुरुमा आउने बित्तिकै हजुरहरूले गर्ने के भन्दा डोइचल्यान्ड टिकट एक्टिभेट गर्ने। अब कुरा रह्यो डोइचल्यान्ड टिकट एक्टिभेट गर्ने कसरी। त्यसको लागि युनिभर्सिटीले हजुरहरूलाई एउटा आइडी र पासपोर्ट दिन्छ। युनिभर्सिटीको जिमेल आइडी र पासपोर्ट हो। त्यो आइडी र पासपोर्ट पोटाजोन भन्ने एप छ जर्मनीमा ट्राभलको लागि। पोटाजोन भन्ने एपमा आफ्नो इमेल र पासपोर्ट हालेपछि हजुरहरूको डोइचल्यान्ड टिकट देखाउँछ। हो त्यो डोइचल्यान्ड टिकट सबभन्दा सुरुमा एक्टिभेट गर्ने। अब आयो कुरो दोस्रो के सिटी र स्टेसन। हजुरहरू रुम पाइसकेर आउनुभएको छ भने राम्रो, नपाइ आउनुभएको छ भने चाहिँ धेरै गाह्रो हुन्छ। र रुम कसरी खोज्ने जर्मनीमा भन्ने बारेमा पनि जान्न चाहन्छ भने मैले त्यसको भिडियो पनि बनाएको छु, त्यो मैले डिस्क्रिप्सनमा राखिदिने छु। किनकि जर्मनीमा रुम खोज्न धेरै गाह्रो छ। त्यसैले कम्तीमा नि 1 महिना अघिबाटै रुम खोज्न थाल्नु होला, जति सक्दो नेपालबाटै हुन्छ। अनि सिटी र स्टेसनको लागि हजुरहरूलाई ओनरहरूले एउटा कन्ट्र्याक्ट दिन्छ, रुम कन्ट्र्याक्ट। त्यो रुम कन्ट्र्याक्ट लिने र त्यसपछि हरेक म्युनिसिपालिटीको हजुर कुन सिटीमा जाँदै हुनुहुन्छ, म गएको ट्रायर सिटी हो, हरेक सिटीको आफ्नो एउटा वेबसाइट छ। त्यसबाट हजुरहरूले एउटा एपोइन्टमेन्ट लिने हो सिटी र स्टेसनको लागि। र जर्मनीमा सबभन्दा झ्याउलो कुरो के हो भने हर चिज एपोइन्टमेन्ट लिनपर्छ यहाँ। चाहे हजुरहरूले ब्याङ्क एकाउन्ट खोल्न होस् या हजुरहरूले यो सिटी र स्टेसनै गर्न नकिन नहोस्। त्यसैले त्यसपछि हजुरहरूले जति सक्दो छिटो एपोइन्टमेन्ट लिने। र एपोइन्टमेन्ट आज भोलिको झ्याप्प पाइँदैन, कुनै 1 हप्ता पछिको हुन्छ, कुनै 15 दिन पछिको हुन्छ। यदि लक्की हुनुभयो भने मात्रै भोलिको पर्सिको पाउन सक्नुहुन्छ। र त्यो लिइसकेपछि ठ्याक्क जुनको राट हाउस भन्छ यहाँ, त्यो म्युनिसिपालिटी अफिसमा जाने। त्यो कहाँ छ भन्ने चाहिँ झ्याप्प युनिभर्सिटीहरूले पहिलो दिन ओरिएन्टेसनमा बताइदिन्छ, या इन्टरनेसनल अफेयर्सको मान्छेलाई सोध्ने भने बताइन्छ लोकेसन। ठ्याक्क त्यहाँ जाने र ठ्याक्क टाइममा जाने। नेपालमा जस्तो ढिलो गएर त्यहाँ काम हुन्न। ठ्याक्क हजुरहरूको टाइमिङ जति बेला टाइमिङ छ ठ्याक्क त्यो टाइमिङमा हजुरहरूको नाम हुन्छ आउँछ। त्यो टाइमिङमा छिरेर हजुरहरूले सिटी र स्टेसन गर्ने हो। र सिटी र स्टेसन गरिसकेपछि तेस्रो काम हो हजुरहरूको भनेको ब्लक एमाउन्ट एक्टिभेसन। ब्लक एमाउन्ट एक्टिभेसनको लागि हजुरहरूलाई चाहिन्छ ब्याङ्क एकाउन्ट, र ब्याङ्क एकाउन्टको लागि चाहिन्छ हजुरहरूलाई सिटी र स्टेसनको डिटेल। त्यसैले सबभन्दा सुरुमा गर्ने हामीले के सिटी र स्टेसन। र सिटी र स्टेसनको डकुमेन्ट लिएर हजुरहरू जाने हो ब्याङ्क एकाउन्ट खोल्नु। र ब्याङ्क एकाउन्ट खोल्न पनि हजुरहरूले एपोइन्टमेन्ट लिनुपर्छ। फेरि एपोइन्टमेन्ट लिने र ब्याङ्क एकाउन्ट खोल्ने। ब्याङ्क एकाउन्ट खुलिसकेपछि र खुलिसकेपछि यहाँ ब्याङ्क एकाउन्ट पनि हाम्रो चाहिँ आज बिहान खुलो साँझ एक्टिभेट हुने हुन्न। यहाँ हजुरहरूको डकुमेन्ट आउँछ, डकुमेन्ट बाई पोस्ट आउने हो। बाई पोस्ट डकुमेन्ट आइसकेपछि बल्ल एक्टिभेट हुन्छ। त्यसको लागि पनि 1 देखि 2 दिन लाग्छ ब्याङ्क एकाउन्ट एक्टिभेट हुन पनि। ब्याङ्क एकाउन्ट एक्टिभेट भइसकेपछि हजुरहरूले आफ्नो आइबिएन नम्बर हुन्छ यहाँ, हाम्रो एकाउन्ट नम्बर चाहिँ आइबिएन नम्बर हुन्छ। त्यो आइबिएन नम्बर हालेर एक्सपर्टियो या ओराकलमा आफ्नो ब्याङ्क एकाउन्ट एक्टिभेट गर्नु। एक्टिभेट गरिसकेपछि हजुरहरूलाई हेल्थ इन्सुरेन्स एक्टिभेट गर्न भन्छ ब्लक एमाउन्ट प्रोभाइडरले। र आफ्नो हेल्थ इन्सुरेन्स एक्टिभेट गर्नको लागि अफिसमा जाने, जुन ब्लकमा हेल्थ इन्सुरेन्स प्रोभाइडर छ। मेरो टिके थियो हेल्थ इन्सुरेन्स, त्यसैले मेरो नजिकै थियो टिकेको अफिस। टिकेको अफिसमा आफ्नो सिटी र स्टेसन र पासपोर्ट लिएर जानुभयो भने त्यसपछि हजुरहरूको उत्तिखेरै 5-10 मिनटमा हेल्थ इन्सुरेन्स एक्टिभेट हुन्छ। अब लास्टमा कुरा गरौँ पार्ट टाइम जबलाई चाहिने डकुमेन्टहरूको बारेमा, के बनाउन पर्छ भन्ने कुरो। पार्ट टाइम जबको लागि हजुरहरूलाई चाहिन्छ सुरुमा ट्याक्स नम्बर र दोस्रो सोसल सेक्युरिटी नम्बर र अर्को भनेको हेल्थ इन्सुरेन्स नम्बर। 3टा चिज चाहिन्छ। र यो कसरी बनाउने भन्ने कुरोमा चाहिँ ट्याक्स नम्बर चाहिँ हजुरले सिटी र स्टेसन गरेको 1 विक पछि त्यही म्युनिसिपालिटीमा गएर माग्नुभयो भने उनीहरूले ट्याक्स नम्बर दिन्छ, नत्र चाहिँ बाई पोस्ट पनि आउँछ। त्यो आउनलाई चाहिँ 15 देखि 20 दिन लाग्छ। ल अर्को भनेको सोसल सेक्युरिटी नम्बर, त्यो पनि आउन हजुरहरूलाई लगभग 15 देखि 20 दिन लाग्छ र बाई कोरियर नै आउने हो। र हेल्थ इन्सुरेन्स नम्बर चाहिँ हजुरहरूलाई टिके हेल्थ इन्सुरेन्स प्रोभाइडर या अरू जुनसुकै हेल्थ इन्सुरेन्स प्रोभाइडर छ त्यहाँ गएर एक्टिभेट गरेपछि हजुरहरूको त्यो चाहिँ बाई कार्डै आउँछ, त्यो पनि बाई कोरियरै आउने।
त्यसैले जर्मनीमा हर चिज हुन ढिलो हुन्छ, तर ढिलो चाहिँ धेरै हुन्छ। आरामले गर्छन् यहाँ सबै काम, र बाइक पोस्टै हुन्छ हरेक काम। त्यसैले नआत्तिकिन 1 महिना चाहिँ लाग्दो रहेछ यहाँ सबै काम हुनको लागि। डकुमेन्टल काममै जाँदो रहेछ हाम्रो 1 महिना चाहिँ। म आएको लगभग 1 महिनै भयो ट्याक्क, र मेरो ट्याक्क सबै डकुमेन्ट भ्याएर सबै आफ्नो पासमा आउँदाखेरि लगभग 1 महिना लाग्यो। ट्याक्स नम्बर, हेल्थ इन्सुरेन्स नम्बर, सोसल सेक्युरिटी नम्बर, आइडेन्टिफिकेसन नम्बर सबै गर्दाखेरि लगभग 1 महिना लाग्यो। र यिनै थिए डकुमेन्टहरू र प्रोसेसहरू हजुरहरूले गर्न पर्ने जर्मनी आइसकेपछि। आशा गर्छु हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो होला, र केही क्वेसन छ भने चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ, म त्यसको उत्तर दिनेछु। यो टपिकमा म चाहनुहुन्छ कि म भिडियो बनाऊँ भन्ने चाहिँ भन्नु होला कमेन्टमा, म त्यसको टपिकमा भिडियो पक्कै बनाउनेछु। फेरि भेट्नेछौँ अर्को यस्तै जर्मनी रिलेटेड भिडियोमा, तर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई।